बालेनले मन्त्रीबाट स्वर्णिम र सोभितालाई हटाउन लागेको खुलासा। बालेनको सल्लाहकार टिमलाई लिएर रविको गम्भीर आपत्ति। भर्खरै 100 दिन पूरा गरेको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारभित्र चरम खटपट सुरु भएको छ। प्रधानमन्त्री बालेनले आफ्नै मन्त्रीमण्डलका 3 प्रभावशाली सदस्यलाई हटाउन पार्टी सभापति रवि लामिछानेसँग आग्रह गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र र सरकारमा हलचल मचिएको छ। गत असार 28 गते आइतबार सभापति लामिछानेको बुढा नीलकण्ठ स्थित निवासमा भएको 4 घण्टा लामो 1-to-1 भेटवार्तामा बालेनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, कानुन मन्त्री शोभिता गौतम र महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कँडेललाई पदबाट हटाउन प्रस्ताव गरेका हुन्। उच्च स्रोतका अनुसार प्रधानमन्त्री बालेनले कानुन मन्त्री शोभिता गौतम र महान्यायाधिवक्ता कँडेलको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोखेका थिए। सरकारले गरेका कतिपय महत्त्वपूर्ण निर्णयहरू अदालतले उल्टाइदिनुमा यी दुईको फितलो प्रस्तुति जिम्मेवार रहेको बालेनको ठहर छ। सरकारका निर्णयमा अदालतबाट अंकुश लगाउने काम भएको छ। कानुन मन्त्री र महान्यायाधिवक्ताको भूमिका प्रभावकारी र सन्तोषजनक देखिएर बालेनको भनाइ उद्धृत गर्दै स्रोतले बताएको छ। बजेटको पूर्व सन्ध्यामा भएको विद्युतीय गाडी इभीको भन्सार दर हेरफेर र सूचना चुहावट प्रकरणले सरकारको छवि बिगारेको बालेनको बुझाइ छ।